Hey guys, welcome back to my YouTube channel. I hope सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदम सन्चै आरामै छु। अनि आज चाहिँ म हाम्रो यति दुर्लुङ कोट है चट्ट त्यो घुम्दिम भनेर आएको। यस्तो छ है दुर्लुङ कोट पर्वत जेसिज 2018 जेसीआई अनि चट्ट रोशन र म आएको। यस्तो छ ठाउँ यी बवाल रहेछ बवाल। 4 वर्षपछि आएको म 4 वर्ष अगाडि आएको थिएँ। यस्तो रमाइलो छ घन्टा बजाइदिउँ 1 घन्टी तागतले नै पुण्य यार ल घन्टी बजाउनु तागत नै छैन यार। हालत खराब भएछ। ओ यहाँ चाहिँ दामी रहेछ के हो सर्प हो स्नेक यस्तो छ। ओ पनि दामी रहेछ ल यहीँबाट स्क्रिनसट हान उँधोबाट यस्तै खिच्ने रे क्या ल दामी छ लगाइछ मजाम यहाँ बाघ सिंह शेर हबी डर लाग्यो माया ल देखेर यो बाघ तर आँखा चाहिँ किन यस्तो पहेँलो गराइदिएको नि त नि यस्तै हुन्छ र बाघको आँखा दामी आइछ त है। हेर्छु यता ल चलपल यता नि छन्। मलाई भिडियोमा देखाएनन् भन्ला नि फेरि देखाइदिउँ चट्ट पन्जा चाहिँ खतरा हो नि। सो मन्दिर आएको छ गाइज है घुम्ने हो र कता गएर घुम्ने के गर्नुपर्छ ए मन चढाउनु मन जस्तो मन्दिर सन्दिर हाँस्छ नि त्यही भएर थाहा छैन। यहाँ हो फुलैले यो नामले अब यो नि फुलै हो है बल एकदम हो यता त डेटिङ आउनु जस्तो रहेछ त जङ्गल को बसी छन् 2 जना हल्का जिस्काइदिएको ल को आयो सो यस्तो छ यहाँको ठाउँ। शिवाय के को मन कोट हो क्या कोट मन्दिर त लगाइछ ओए बुटो ओए यस्तो चाहिँ बवाल हरियो बवाल देखिँदैछ माथि जानु पनि मिल्छ माथि चाबी लाएर ताल्छ हान्छ ताल्छ यस्तो रहेछ बाटोको हालत। अहिले देखाउँछु म तपाईँहरूलाई कस्तो दुःखले आएको हामी उहाँ चढ्न पाए पो है बवाल हुन्छ कस्तो हात कामी छ क्या मेरो देउरे हात हेर्नै हल्दी चाहिँ त्यो हो कि हो क्या पोटिँदैन कामी त अहिले कामी पुच्छार जोडेर हाल्छस् दामी छ। सबै गुरुङ छन् मैले अघिदेखि नोटिस गर्छु यहाँ नाम किन 1 जना मात्रै परिवार रहेछ सब गुरुङ हजुर पठाइदिने हुन्छ तलबाट दिनु भाइ क्यामेरा भर्छ यस्तो आयो दामी होइन राम्रो रहेछ क्यामेरा मेरो अलि पुरानो भइसक्यो क्या यो झन् आइफोन रहेछ यहाँ झन् राम्रो आउँछ त आइफोन खत्रै हुन्छ
हामी एकछिन यहाँ गफसप हान्ने गफ लडाइयो अब चाहिँ हामी जाम बुढाहरू चाहिँ मजाको रहेछन् गफ चाहिँ डर दिनु रहेछ त्यही हो के भनेस् दोलुङको खै ल त थम्बनेलको लागि है त दामी छ ठाउँ जस मजादार छ तपाईहरु पनि घुम्न आउनु होला है राम्रो छ ठाउँ त्यही हो बाई बाई ओ यहाँ म त यो यिनीहरूलाई देख्दै नदेखेको यहाँ माकुरा जाल्ला रहेछ साफ गरिदिएको नि त नि मैले त ध्यानै गरेन यता नि रहेछ यो चाहिँ डाँय रहेछ ए देख्न सक्नुहुन्छ कि के हो अनि यो चाहिँ अब यहाँ तपाईँले तल हेरेर चिन्नुहुन्छ है के हो भन्ने कुरो त्यही हो यो गाउँ यस्तो छ गाइस अन्त माथि हलले पो आगो लागेछ कि हो क्या स्कुलमा नि आगो लाग्यो कि बारीमा कि पोलेछन् हाम्रो गाउँ चाहिँ उता है हल्का छेक्की छ यस्तो जानुपर्छ हामी एकचोटि म हिँड्दै आएको थिएँ यहाँबाट जस हिँड्दै हलले आएर हललेबाट यहाँ आएको थिएँ एकचोटि 4 वर्ष अगाडि एकचोटि भ्रमण आएको थिएँ म स्कुलबाट यहाँ बिर्सक्यो त्यो फेरि आएँ यस्तो यस्तो छ यता पाङहरू देखिन्छ यस्तो छ यहाँको ठाउँ ओ फुल यहाँ दामी छ है रातो फुल्ने रहेछ दुर्लुङका केटीहरूको लागि है यो चाहिँ ए आफ्नो बोयफ्रेन्ड गर्लफ्रेन्डलाई यसो कमेन्टमा यसो केही सुझाव सल्लाह दिनु होला सम्झना 1 लाख नि चाहिँदैन 1000 2000 ले हेर्नु नि त अलि सुरु सुरुमा त यो चाहिँ खादै एउटा खतरा भन्ने क्या भाइरल हुने कन्टेन्ट बनाउन सक्छ फाइट साइडको भाइरल हुन्छ कि मेरो च्यानलमा एकदम फाइट गर्नुपर्छ कहाँ खिचम होइन हात काम नलाग मात्रै लेखिन्थ्यो भनेको अरूले पनि लेख्ने रहेछ नि स्त्री नाम के लेखिन्छन् यस मेरो नाम नै छ खै आर प्लस यस कसले लेखेको यो आर प्लस यस आइएस यो चाहिँ ईशान ल हेरौँ है ल त म नि लेख्छु म बी प्लस मात्र लेखिदिन्छु कोही केटीहरू आएर थप है त्यहाँ ल त बा मनिष प्लस सीमा लभ यु रे ओए विमल प्लस वाट म नि यस्तै गरिदिन्छु के लेख्ने न के चाहिने माया प्लस राज औचाक भित्रबाट लेखिदिन्छ है चिल्ड्रन यार यसै काँडा भात न मुला बी प्लस लेखिदिन्छु आएर भर्नु होला है कहिले ला त ला यो साम जानु नाम हेर्नु छ राइटु माचिने भाँचिन र माच्यो माई गड भाँचिन नै किन देखि न मजाले लेख्ने यो त यता छ लेख्यो है साँच्चै अरे हाले है त बुवालाई मैले भने गर्नु भएको त अहिले लेखेर जान्थ्यो छैन होइन म ट्राई हान्न सक्नुहुन्छ यसो मेसेज गर्नु होला ए युट्युबको डिस्क्रिप्सनमा मेरो फेसबुकको लिङ्क छ है त्यहाँ गएर फेसबुक आइदिनु सक्नुहुन्छ तपाईँले यस्तो भयो बी सुकेपछि चाहिँ दामी हुन्छ त्यही हो गाइज ल जाम ल पेन पनि यहीँ छोड्छु पेन त्यहीँ छोड्छु यहीँ छ पेन महँगो पेन हो त्यस्तै हो अब हामी जान्छौँ अब तल पुग्नु छ भोलि फेरि इक्जाम छ अब भोलि छ के लेख्ने नपढ डुल्न आइन्छ भोलि त इक्जाम रे ए भोलि त इक्जाम छ यार साँच्चै यार म्या बिर्सेको यार डुल्न आइन्छ
ढाँटी यसलाई के यसको नाम के हो कक्रोच यस्तै खालको के थियो नि के भन्छन् कि यस्तैलाई कमेन्ट गर्नु होला कोही बेला थाहा छ यसमा ओहो काँडा माछ किन भाँच्छ दुनियाँ चऱ्यो यसको त्यसो जान्छ नि मलाई यस्तोको दुध आँखा पार्नु छैन मलाई त तिम्रो आँखा पार्नु छ तिम्रो दुध पिचित निकालेर कहाँ काट्छन् काट्छन् कि गाड्छन् ए धन्यवाद थ्याङ्क यू धन्यवाद देखेको होइन अँधेरो देखिन्छ त्यो धन्यवाद थ्याङ्क यू वेलकम पागल है पागल लिल्ली नजाने कहाँ कहाँ भटकता रहा तिमीले याद हुने कति पीछा नै छ स्वागतम स्वागतमलाई भन्छन् इङ्ग्लिसमा वेलकम स्वागतमलाई भन्छन् इङ्ग्लिसमा वेलकम म हिँड्दैछु बाटा हाम्रो स्कुटर त्यहाँ छ अब जाने चढेर लगाइछ अब जानुपर्ने हुन्छ यहाँ दुलो छ यहाँ दुलो छ छिराउनु मन छ भने कोही आउनु होला फेरि उही पारा निकाल्छु क्या मैले बोल्दिनँ भन्नु नि अब बोल्दिनँ है अब राम्रै बोल्छु यहाँ गाउँ चाहिँ दामी छ गुजु 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 मुच्चको त्यहाँ आगो अझै निमेन यार खुर्कुटबाट हेर्दैछौ केटीहरू कसले हेर्ला नि त्यही मेरो भलक कहिले हेर्दैछौ खुर्कुटबाट खुर्कुट पाङ अनि हलले यो दुर्लुङ यो घर चाहिँ दामी लाग्यो यार मलाई यो छाई त कडक छँदै यस्तो वे दामी रहेछ यार बल्ल हात पऱ्यो यार के अरे आँखाले देखेँ यार ल जाम देखो देखो ये जमाने किन मजा आउँछ त गाइज बाटो राम्रो भएर हो यस्तो राम्रो छ राम्रै गाह्रो हुन्छ कहिले भनेर यता हाले यता हाल्दै डिलाएर त्यो ढुङ्गामा हाले ढुङ्गा हात अझै खाम्दैछ मेरो बुझ्नु अब त्यही हो गाइस मजा छक्का लाएर यता यसो भ्यू हेर्न आएको यता बाजुङ देखिरहेको छ हल्का है यस्तो छ यी चट्टा आएको ठाउँ बबाल छ गाइस बबाल पार्क हेरेकोमा पार्क के हो र स्कुल हो के हो रे जाम न हेरौँ यहाँ जाने यसो हेरौँ जाने हेर के समस्या हेर्छ है त के रहेछ मकैबारी कहाँ त यहाँ त हेर्नु यो यो रहेछ के हो है मलाई थाहा भएन सुरु कामहरू हुँदै रहेछ यहाँ कामहरू चल्दैछ यहाँ कामहरू चल्दैछ के दुर्लुङकोट जाँदैछ पाकसाल के भवन सवन छ अरे के को लागि कुनै अरू के त्यही जाने पनि देखिन्छ हल्कै राम्रोसँग देखेन अहिले म नजिकबाट देखाइदिन्छु तपाईँहरूलाई दोकान छ होला रहेछ होटल सोटल होला नि घुम्न आउनु मान्छेहरू खाजा खान्छ त्यही गाइस लसअप लगाइ सब्सक्राइब हान्नु भएको छ नि सब्सक्राइब हान्नु त्यही
सो गाइस हामी चाहिँ अब फर्कन लागेको बजारतर्फ है। यहाँको भ्यू चाहिँ यस्तो छ है। त्यसमा बजार चाहिँ क्लियरली देखिरहेछ होइन। अब यो यता के अरे त्यो एयरपोर्ट के अरे यसको नाम चाहिँ बलेवा के अरे बलेवा होइन यो फाल्दैन हेलमेट कहाँ पुग्नु रहेछ एकचोटि गएर एकैचोटि गएर बवाल छ यहाँ भिड। हामी यहाँ बल खेल्न जान्छ यो खानेपानी विद्युत के खानेपानी बिल थियो सानो ग्राउन्ड थियो एकचोटि आइछु क्या 2-3 चोटि आइछु। यता हो कि यो इलाकामा कता हो म चिने होइन जाने भनेको त्यो गर्मी छ गाइस यार। हरियो डरम छ भन्दै छटमा 2 तलको मात्रै पुनो भन्ने कुरो हो। त्यो बन्जिन देखिरहेछ है। अब एउटा घर मात्रै छ त्यो देखेन कहाँ 2 तलको घर ढलन घर हो। ढलन त्यही होला त्यो रोड भनेको त्यही होला। त्यही अब गएर हामी एकछिन अब बन्जी सन्जी हान्नु पर्ने हुन्छ चट्ट लाएर बिना डोरीको घुम जाने र अहिले जसमा पैसाको अनिकरलाई रन्का बुद्धि रन्का यहाँ त रन्का यहाँ डेटिङ बस्ने ठाउँ छ है दामीको। यो ढुङ्गा हुँदै लिएर आइने हुन्छ केटी हाम्रो हामी चाहिँ कुस्मा आइपुग्न लाग्यौँ है। यस्तो चाहिँ यहाँ कुस्माको भ्यू नजिकै छौँ हामी। गोदामदेखि तल झरिसक्यौँ। यो एरिया गोदाममै पर्छ होला। Hey, he's hanging on something.